अरू कुरा मैले गरेको छैन, मात्र तपाईँलाई मैले सोधेको कुरा के हो भने साइन गर्नु भएको थियो कि थिएन भनेर मात्रै सोधेको। साइन गर्नु भएको थियो होइन, कसैको ल्याप्चे थियो, कसैको साइन थियो होइन। जो यहाँका धेरै मान्छेले, सयभन्दा बढी मान्छेले साइन गरेर त्यो फाइल है त्यो सहकारले पेश गरेको थियो। उसले के भनेको थियो भने यहाँको 100 बिघा जग्गा, यो लालपुर मजराको 100 बिघा जग्गा 50 वर्षको लागि सहकारीलाई नगरपालिकाले भाडामा दिनु पर्यो भनेर त्यो फाइल पेश भएको थियो। त्यो फाइल सँगसँगै यहाँका मान्छेहरूको सिग्नेचर पनि थियो है, यहाँका मान्छेको सिग्नेचर पनि थियो है। अब त्यसपछि तपाईँको उतिखेर उहाँहरूले के भन्नुभएको थियो भने अब यो मजरामा तपाईँको यो के भन्छ हो शीतल चिन्नी खेती गर्ने भनेर भनेको थियो है। हाम्रो थारू भाषामा सतल चिन्नी भन्छौँ, नेपाली भाषामा शीतल चिन्नी भन्छ होइन। त्यो शीतल चिन्नी खेती गर्ने भनेर तपाईँको 100 बिघा जग्गा राजापुर नगरपालिकाले 50 वर्षको लागि हामीलाई भाडामा दिनु पर्यो भनेर त्यहाँ फाइल पेश भएको छ। अनि यहाँका मान्छेहरूको सहमति पनि छ त्यहाँ होइन। त्यसपछि त्यो सहमति हेर्दाखेरि यहाँको सिग्नेचर देख्दाखेरि मलाई दङ्ग लाग्यो, हेर्नुहोस् मलाई अचम्म लाग्यो होइन। ल ठिक छ, सहकारीले माग्ने कुरा त स्वाभाविक हो। सहकारीले त अब आफ्नो फाइदाको लागि, आफ्नो अब पैसा कमाउनको लागि माग्ने कुरा स्वाभाविक हो, उसले माग्छ। तर यहाँका यो बस्तीका मान्छेले कसरी सिग्नेचर गरेर दिए, कसरी साइन गरेर दिए, कसरी आफ्नो ठाउँको यो जग्गा, आफ्नो गाउँको जग्गा आफूले तपाईँको अब आबादी गरेर जोतभोग गरेर राखेको जग्गा यो नगरपालिकाले भाडामा दिनुपर्छ भनेर कसरी दिनुभयो? अब बुझेर दिनुभयो कि नबुझेर दिनुभयो मैले बुझ्न सकिनँ त्यतिखेर है, मैले बुझ्न सकिनँ। त्यसपछि त्यतिखेर खै कोही एकजना बर्गर हुनुहुन्थ्यो, मलाई याद भएन नाम, एकजना बर्गर हुनुहुन्थ्यो। त्यो बर्गरको नम्बर पत्ता लगाएर मैले फोन गरेँ। अब बर्गरजी तपाईँहरूले के हो यो साइन गरेर दिएकै हो त? तपाईँहरूको त यहाँ नामा छ, तपाईँहरूको यो मजरा बस्ती चाहिँ 50 वर्षको लागि 100 बिघा चाहिँ, त्यो पनि कति 2000 रुपियाँ भाडा, 2000 रुपियाँ 1 बिघाको 2000 भाडामा दिनु पर्यो भनेर नगरपालिकाले दिनु पर्यो। 50 वर्षको लागि सम्झौता गर्नु पर्यो भनेर त्यहाँ फाइल पेश भएको थियो, तपाईँहरूको साइन पनि थियो। अनि मैले फोन गरेँ बर्गरलाई मैले फोन गरेँ। अनि बर्गरले हो हजुर अब यहाँ आउनु भएको थियो, भन्नुभयो अब हामी यहाँ यस्तो गर्छौँ उस्तो गर्छौँ, प्रत्येक घरका मान्छेलाई अब त्यो रोजगारी दिन्छौँ। अब तपाईँहरूको बारीमा जति जहाँ छ आँगन छ के छ त्यो सबै ठाउँमा तपाईँहरूले पनि सतल चिङ्नी खेती गर्नु होला। अनि यहाँ सतल चिङ्नी खेती हुन्छ, यहाँ उद्योग खुल्छ, त्यो उद्योगमा सबैको घरबाट एक-एकजना मान्छेलाई रोजगारी दिन्छौँ, जागिर दिन्छौँ। त्यसपछि तपाईँहरूको सतल चिङ्नी पनि हामी किनिदिन्छौँ। तपाईँहरू त मालामाल बन्नुहुन्छ, तपाईँहरू त पैसा कमाउनुहुन्छ, तपाईँ त फाइदामा हुनुहुन्छ भनेर भने। त्यस कारण हामीले साइन गऱ्यौँ भनेर भन्नुभयो उहाँले है। त्यसपछि तपाईँको अहिले राजापुर नगरपालिकाको मेयर दिपेश थारू राजेश, उहाँ सांसद हुनुहुन्थ्यो, प्रदेश सांसद हुनुहुन्थ्यो उहाँ। यहाँको वडा अध्यक्ष नेपाली काङ्ग्रेसका दयाशङ्कर चौधरी हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँले मलाई धेरै पटक भन्नुभयो मेयर साहब यो जग्गा चाहिँ भाडामा दिनु पर्यो, यो मजराको जग्गा 100 बिघा जग्गा 50 वर्षको लागि भाडामा दिनु पर्यो। त्यो सहकारीले राम्रो काम गर्छ, यहाँ सतल चिङ्नी खेती गर्छ, त्यहाँका मान्छेलाई अब रोजगारी दिन्छ, के गर्छ भनेर उहाँले मलाई भन्नुभयो। मैले भने अब यो त त्यति राम्रो कुरा होइन होइन। 2 वर्षको लागि, 5 वर्षको लागि, ल 1 वर्षको लागि ल ठिक छ, 1-2 वर्षको लागि दिउँ भन्ने कुरा हुन्थ्यो। यहाँ 50 वर्षमा त म मरिहाल्छु होइन, 50 वर्षमा त म बाँच्दैन मरिहाल्छु। अनि यहाँ मजराका मान्छेले के भन्छन् मलाई, फलानु शिवप्रसाद चौधरी त्यहाँ मेयर छँदाखेरि, राजापुर नगरपालिकाको मेयर छँदाखेरि यो जग्गा बेचिदियो, सहकारीलाई दिइदियो भनेर गाली गर्दैन। अनि मैले यो दिन सकिँदैन भने यो ठिक होइन, यो राम्रो कुरा होइन। सहकारीले अन्त कहीँ जग्गा पाउँछ भने खोजोस् होइन, अब कहीँ प्राइभेट जग्गा होला कसैको त्यहाँ त्यो भाडामा दियोस्, त्यो खेती गरोस्, उद्योग खोलोस्, राम्रो गरोस्, पैसा कमाओस्, तर मजराको जग्गा चाहिँ दिनुहुन्न भनेर मैले भने। त्यसपछि उहाँहरूले के भन्न थाल्नुभयो भने होइन किन्न दिने। अहिलेको वडा अध्यक्ष त त्यतिखेर फाइल पेश गर्नुभएको थियो मलाई, अहिलेको वडा अध्यक्ष शिवलाल चौधरी फाइल लिएर त्यही वहीँ जानुहुन्थ्यो त्यहाँ नगरपालिकामा। दाजु छिटो गरिदिनु पर्यो, दाजु हाली कर्देपल भने त वहीँ भन्नुहुन्थ्यो। उहाँलाई सुनाउनु होला है यो भिडियो, उहाँले भन्नुहुन्थ्यो। अनि मैले भन्थेँ भाइ अब यो त अलिक गाह्रो काम छ, अलिक अप्ठ्यारो काम छ, अलिक समस्या हुन्छ भने। होइन दाजु। अनि त्यसपछि मलाई तपाईँको धेरै पटक प्रेसर गरेँ, धेरै पटक दबाब दिएँ। अनि तपाईँको यो मान्दैन भनेर
त्यो पार्टीका अरू ठुल्ठुला नेतालाई फोन गर्न लगाए मलाई ठुल्ठुला नेतालाई फोन गर्न लगाए ए मेरो साहब किन नदिएको त्यत्रो राम्रो काम गर्ने भनेको छ त्यो सहकारीले त्यत्रो राम्रो योजना ल्याएको छ यहाँका तत्पनन गर्छु भनेको छ अर्को दुनियाँ गर्छु भनेको छ किन नदिने भनेर मलाई पार्टीका नेताहरूले पनि फोन गरे मैले भने अब हेर्नुहोस् अब यहाँ जनताहरू त्यहाँ उपभोग गरेर खाइरहेका छन् कतिपय मान्छे भोलाल पूर्जा छैन कतिपय मान्छे भूमिहीन छन् कतिपय मान्छे वर्षदेखि त्यहाँ खेतीपाती गरेर खाइरहेका छन् अनि त्यो जग्गा नगरपालिकाबाट म कसरी भाडामा दिन सक्छु भनेर भने होइन दिनुपर्छ भनेर मलाई धेरै भने हेर्नुहोस् त्यसपछि मैले अब एउटा जुक्ति त सोच्नु पर्यो होइन केही उपाय त लगाउनु पर्यो अनि मैले बर्गरजीलाई फेरि फोन गरेर के भने भन्दाखेरि अब बर्गरजी यहाँ हुनुहुन्छ कि हुनुहुन्न त्यतिखेरको बर्गर हुनुहुन्छ होला है मैले को हुनुहुन्थ्यो मलाई ठ्याक्कै याद भएन उहाँलाई मैले फोन गरेर भने अब तपाईँहरूले यसो गर्नुहोस् अब तपाईँहरूले ठिक छ त्यतिखेर साइन गर्नुभयो बुझेर गर्नुभयो कि नबुझेर गर्नुभयो मलाई थाहा भएन तर अब तपाईँले अर्को साइन गरेर ल्याउनुहोस् यदि त्यहाँ यो दिने कि नै दिने हो भने दिइदिन्छु मलाई त भनिरहेछन् मैले भने दिने होइन भने तपाईँ एउटा फाइल बनाएर ल्याउनुहोस् फेरि हामी त्यो सहमतिमा छैनौँ हामी नबुझेर नजानेर त्यो साइन गऱ्यौँ अब हामी चाहिँ यहाँ दिन चाहँदैनौँ भने अर्को तपाईँको साइन गरेर ल्याउनुहोस् त्यसपछि यो जग्गा रोक्छ नत्र उनीहरू मलाई बहुत दबाब दिइरहेछन् मन्त्रीहरूले फोन गरिरहेछन् अर्को नेताहरूले फोन गरिरहेछन् दिनुपर्छ भनेर मलाई भन्दैछन् होइन भनेपछि त्यसपछि उहाँहरू फेरि अर्को लिएर जानुभयो साइन गरेर होइन हामी त्यो जग्गा दिन तयार छैनौँ सहमत छैनौँ यो चाहिँ हामी वर्षौँदेखि उपभोग गरेको जग्गा हो भनेर उहाँहरू गएपछि त्यसपछि तपाईँको मैले हेर्नुहोस् मन्जरा गाउँका मान्छेहरूको यस्तो खालको भनाइ छ मन्जरा गाउँका मान्छेले नदिनुहोस् भन्दैछन् अनि त्यहाँका मान्छेले नदिनुहोस् भन्दै अनि म कसरी दिन सक्छु